ल साथीहरू, आज शनिबारको दिन मेरो कान्छो भाइ खै कता गएको छ, घर छोडेर बाहिर गएको छ खेल्न। अनि यो चर्को घाम, वैशाख जेठको घाम तपाईलाई थाहै छ कति चर्को हुन्छ। त्यो सानो भाइ खै कता खेल्न गएको छ, साथीहरूसँग खेल्न गएको छ भन्दै थियो यहाँ एकजना साथीले। अनि त्यसपछि म जङ्गलतिर गएको छु, ऊ जङ्गलतिर गएछ भन्ने खबर पाएको छु। अब म भाइको खोजीमा जङ्गलतिर जाँदैछु। ल हेर्नुहोस्, हाम्रो जङ्गल यस्तो छ। यही जङ्गलदेखि हामी च्याउ खोज्छौँ, घाँस दाउरा सबै यही जङ्गलदेखि हुन्छ हाम्रो। ऊ त्यहाँ फेरि बाख्रा चराउँदै अङ्कल बस्नु भएको रहेछ, उहाँलाई पनि सोध्छु म। हाम्रो भाइ त अब यही ग्याङ लिएर बसेको छ अरे। अब कुन ग्याङ हौँ, तल माथि सबै टोल एकैजुट भएर सबैको छुट्टी, सबै एक नासे केटाकेटी भएर खेल्न गएको छन्। के खेल्दैछ अब त्यसलाई मैले मम्मीले त भन्नुभएको छ पौडी खेलेको भए खोला भए 2 झापड लाएर लिएर आइज भन्नुभएको छ। अब म हेर्दैछु, तर यिनीहरू त यही छ, यिनीहरू हो गाइज। मलाई लाग्छ यिनीहरू खोलामा चाहिँ पौडी खेलेको छैन। ठिकै छ, यदि खेलेको भए 2 थप्पड त म हान्दिन्थेँ, तर ठिकै छ। अब यहाँ केटाहरूसित सायद यो फुटबल खेल्ने ग्याङ हो कि हो, यिनीहरूको फुटबलको फिल्डहरू बनाउँदैछ कि जस्तो लाग्छ मलाई। त्यही पनि यो गर्मी छ, छिट्टै बोलाएर लिएर आ भन्नुभएको छ मम्मीले। ल हेर, यो सबै यिनी शनिबारको छुट्टीमा सबै एकनासे ग्याङहरू यहीँ रहेछन्। खै यसको नाम त म जान्दिनँ, कहाँको हो यो। यो चाहिँ सञ्जय हो, हाम्रो यो उसको छोरा हो। यो फेरि यिनी दुईवटा खै को हुन्, यिनी बाँदर जस्तो गर्छन्। यही हो कान्छो यही हो भाइ, यही हो भाइ, भेट्यो है, भाइ भेट्यो। अब यी भाइलाई झापड त हानेन, तर अलिकति यो भाइ फेरि यति जिद्दी छ नि, यति जिद्दी छ। यो घाममा पनि यसरी खेल्छ। छिटो फेरि नभनिकन खाना पनि नखाइकन आएको छस् है। भनेर आउनुपर्छ नि, कहाँ जान्छ यो भनेर। त्यहाँ खोलामा खेलेको मम्मीले 2 सिप किन लगाएर लिएर आ भन्नुभएको थियो। धन्न त खेलेको रहेनछस् अझ। भोक लाग्छ न तँलाई शनिबार आउन हुन्न। यस्तो छ, ल हेर्नु है, खाना नपिएन। अहिले 12 बज्नै लागेको छ, बिहान निस्केको हो। त्यही पनि पोलेको मकै खाएर निस्केको हो। अहिले हेर्नु 12 बजेसम्म यस्तै छ। म नआएको भए त यो त अझै त्यही खेलिरहने रहेछ नि। अब मैले त यसलाई हानेन। अब मम्मीले चाहिँ के गर्नुहुन्छ है। यस्तो चतुर छ, फेरि एकदम चतुर छ। तर पढाइ चाहिँ ठिकै छ है यसको। पढाइ चाहिँ अहिले 4th क्लासमा छ होइन, 2nd पोजिसन हानेकै हो यसले होइन। पढाइ चाहिँ राम्रो छ, तर त्यसलाई त्यही हो कि टाइममा खाना खा, अनि सोधेर जाने गर। घरदेखि निस्केपछि कहाँ गयो भन्ने केही अत्तो पत्तो नहुने कि, यही चाहिँ ठिक लागेन यसको। अरू सबै ठिकै छ। बल पनि खेल्छ, राम्रो छ यिनीहरूको टिम। बाबाले पनि जुत्ता मोजा बलहरू किनेर ल्याइदिनु भएको छ यसलाई। अरू सबै ठिकै छ। अब यो घर यही हो हाम्रो गाउँ। हेर्नु साथीहरू, अब यो फुच्चेलाई घरसम्म लगेर यसको मम्मीको हातको धुलाई खाएको हेर्न चाहनुहुन्छ भने तपाईँले मलाई फलो गर्नु होला, सब्सक्राइब गर्नु होला, सपोर्ट गर्नु होला है त। अर्को भिडियोमा भेटौँला।